साथीहो सबैजनालाई मेरो नमस्ते अनि सेवारो। के छ कसो छ सबैजना आराम कुशलै हुनुहुन्छ होला। गाह्रो छ अहिले हाम्रो नेपालमा चाहिँ जिउनलाई क्या। जस्तै अब नेपालमा जिउनलाई सबै घरबाट बाहिर कोही न कोही व्यक्ति हुन्छ क्या। तर मेरो यस्तो परिदियो होइन, मैले म लगभग 15-17-18 वर्षको उमेरमा बाहिर गएको थिएँ। बाहिर 7-8 वर्ष बसेँ होला होइन। मलाई भित्र रोग पलाइदियो क्या। कमाउँदै पैसा सबै रोग उपचार गर्दै सक्यो होइन। तर अहिले पनि अब दुःख सुख जेनतेन बाँचिरहेको छु भनौँ न। जे जस्तो भइरहेको छ दुःख सुख गरिरहेको छु। अनि नेपालमा चाहिँ जिउनको लागि चाहिँ अब बाहिर जाने अवस्था नसकिसकेपछि होइन, नेपालमै त केही त गर्नु पऱ्यो नि त होइन। नेपालमै गर्नु पऱ्यो, नेपालमै खान्छु, अब परिवार पाल्नु पऱ्यो, छोराछोरी पढाउनु पऱ्यो। त्यसै कारण चाहिँ म नेपालमै छु क्या। बाहिर जान सकेको छुइनँ रोगले गर्दाखेरि होइन। एकदम गाह्रो छ क्या नेपालमा। स्थिति यस्तो हालत यस्तो गम्भीर भइदिएको छ नेपालको है। आमामामा एक मुठा साग 7-8 पत्ता हुन्छ होला, 50 रुपियाँ भन्छ क्या। मान्यो आफै सोच न अब जिन्दगी के होला। छोराछोरी पढाउनुलाई यो ल बोर्डिङ पढाउनु अरे भविष्यका उनीहरूको अब भविष्य राम्रो होस्, भविष्यमा उज्जवल होस् भनेर हामीले बोर्डिङ हालिदियो। बोर्डिङ पढाउनै पऱ्यो। अब स्थिति अहिले यस्तै छ होइन। कति दुःख गर्नुपर्छ होइन। अब छैन नेपालमा, बाँची खानै गाह्रो छ क्या। बिहान खाएर बेलुका के खाउँ भन्ने अवस्था भइसक्यो क्या नेपालमा। अनि भन्छ देश नेताहरू हाम्रो जस्तै वरिपरि देख्छु, म वरिपरि घुम्छु, यसो सुन्छु, न्युजहरू हेर्छु होइन। नेताहरूले म देश 1 वर्षमा स्विजरल्यान्ड बनाइदिन्छु, यो गरिदिन्छु, ऊ गरिदिन्छु, म विदेशमा बसेर सबै नेपालमा रोजगारी दिन्छु। भुत्रो दिन्छ नेपाल नेताले रोजगारी नेपालमा। सारा नेपालमा भएको जन्तालाई त रोजगार दिनु सकेको छैन। अझै विदेशमा भएको 80-90 लाख जनता आयो भने त केले दिन्छ, के दिन्छ रोजगारी। आमाको कसम तिनीहरू सबै विदेशीमा भाषेको मान्छे सबै नेपाल आउँछ त। सब काटाकाट भएर भागाभाग भएर यहाँनिर अनेक हुन्छ क्या। भोकमरी लाग्छ क्या ठाउँमा। यस्तो अवस्था छ नेपालमा। कुनै पनि नेताले के गर्दैन क्या, गरेको छैन क्या अहिलेसम्म। नेताहरूले शासन चलाएको लगभग 75 वर्ष भइसक्यो नेपालमा। 2007 सालदेखि हो। उता त राणा शासन थियो, 18 सय त उहिले ढुङ्गे युग भइगयो होइन। त्यस्तो अब ऊ गरेर भएन। त्यहाँदेखि यता त परिवर्तन वर्ल्ड वाइड परिवर्तन भएको नि त। मानिलिउँ अब इङ्ग्लिस सम्मत 1970देखि 1990देखि चाहिँ पुरै विकसित भयो क्या वर्ल्ड। जस्तै चाइना जस्तै चाइना अविकसित देश हो, गरिबी उमा थियो, अहिले संसारको धनी भइसक्यो। मानिलिउँ साउथ कोरिया वर्ल्डको धनी भइसक्यो। सिङ्गापुर अहिले कहाँ पुगिसक्यो। हाम्रो नेपाल चाहिँ क्या जहाँको त्यही क्या खालि यो 3-4वटा पार्टी छैन। जस्तै एमाले, माओवादी, काङ्ग्रेस भनिलिउँ क्या। तिनीहरू केही गर्न सकेको छैन क्या अहिलेसम्म। केही गर्न सकेको छैन। भुत्तो भाङ केही गर्न सकेको छैन क्या। अरू देशमा अरू देशको जनताले होइन 5 वर्षसम्म त्यो पार्टीले के गर्न सकेन, त्यो पार्टीले अर्कोचोटि जिरै मतलब हराइन्छ क्या, सुन्नै मतलब गरिन्छ क्या। नेपालमा त्यो क्षमता छैन क्या। जस्तै एउटा एमालेको मान्छे भए म जन्म जाँदै म एमाले क्या, मरिन्जेलसम्मै त्यो अवस्थाको मान्छेहरू छ क्या। त्यो बुद्धिबाट निक्लिनुपर्छ। त्यो गोबर भरेको बुद्धिबाट चाहिँ त्यो मान्छे निक्लिनुपर्छ क्या। अनि मात्रै देश बन्छ। यस्तो छ हेर्नुहोस् साथीहरू हालत नेपालको होइन। अब तपाईँहरूलाई के भन्नु होइन, मेरो एकदम समस्या छ। त्यही भएर नेपालमा अब चाहिँ अहिले एउटा नेता आएको छ। एक युगमा एउटा नेता आउँछ अरे क्या। त्यो नेताले चाहिँ देश बनाएरै छोड्छ अरे क्या। चाइनामा आएको थियो एउटा युग थियो, त्यो एउटा माओ भन्ने आएको, उसले चाइना बनायो। साउथ कोरियामा एउटा कुन के भन्ने नाम बिर्सेँ मैले, त्यहाँनिर सिङ्गापुरमा पनि त्यस्तै मान्छेले परिवर्तन, एकजना मान्छेले परिवर्तन गर्यो क्या। एकजना नेता र एकजना मान्छे सही भयो भने परिवर्तन हुन्छ क्या। देश कहाँ पलट हुन्छ क्या। त्यही भएर अहिलेको समयमा हामीले देखेको एउटा सी जिनपिङ जस्तो एउटा, जस्तै मानिलिउँ अब पहिले बाराक ओबामा भन्थ्यो होइन, अहिले अब डोनाल्ड ट्रम्प छ, यता के अरे अब नर्थ कोरियाको किम जोङ, त्यस्तै नेता चाहिँ एउटा हर्कत सापमा देख्छु क्या म। उसलाई भोट दिउँ क्या साथीहरू, जिताउँ। यो जात त्यो जात, यो फल्ना त्यो फल्ना, यो पार्टी त्यो पार्टी भन्दा नि एउटा व्यक्तिलाई हेरेर दिउँ क्या भोट। एउटा व्यक्तिले देश बनाउनु हो क्या। त्यहाँनिर सयौँजना बोलेर हुँदैन, अरू त समर्थन मात्रै गर्ने हो, उसले भनेको कुरा गर्ने हो क्या। त्यही भएर साथी हो अब चाँडै बुझ्नुपर्छ नेपालीले जहिले जहिले भेडा भएर बस्नु हुँदैन क्या। अति भइसक्यो, अतिदेखि अत्याचार भइसक्यो क्या नेपालको यस्तो हालत देखेर मलाई त्यो भन्छ क्या। ल म त मेरो श्रीमतीको के अरे सिप थियो र ल यस्तै मान्लिउँ होइन, अलि सिपको काम गर्छु उ गर्छु होइन, बस्छु
जस्तै अब मेरो टेलरिङ छ, अब यहाँनिर कपडाहरू सिलाउँछु म, यसो बनी बुद्ध गरेर भने खान्छु क्या। अरू मान्छेको हालत देख्छु बिचराहरू दिनको 500 रुपियाँ 600 रुपियाँमा के हुन्छ दिनको भन्दा साथीहरू। ल खाजा खाँदै 1-1.5 सय दिन्छ उतै। अब उता रुम भाडा तिर्नु कि स्कुल फी तिर्नु कि नानीहरूको, आफू भरे घरमा भात खानु पर्यो कि परिवार पाल्नु, के गर्नु? फ्याक गिदी आफ हुन्छ एकअर्का सोच्दाखेरि। त्यही भएर माइन्ड बदल्नुपर्छ साथी हो। बाँकी यति नै हो। मैले के कस्तो भने मेरो विचार राखेँ होइन। यो मेरो कुरा मन पऱ्यो भने सेयर गरिदिनु होला होइन। नेपालको हालत चाहिँ यस्तो भएको छ है भनेर तपाईँहरूलाई मैले भन्नु चाहिँ खोजेको होइन। यति नै, माइन्ड नगर्नु होला साथीहरू। ह्याभ अ नाइस ड्रिम, गुड नाइट।